हितोपदेश 8। के बुद्धिले चर्को स्वरमा आह्वान गर्दैन र? के समशक्तिले आफ्नो आवाज उच्च पार्दैन र? बाटोका उच्च ठाउँहरूमा चौबाटोमा त्यो खडा हुन्छ। सहरतिर जाने मूल ढोकाको छेउमा प्रवेशद्वारमा त्यो चर्को स्वरले यसरी कराउँछ, हे मानिसहरू हो, म तिमीहरूलाई आह्वान गर्दछु, म सारा मानव जातिलाई मेरो आवाज सुनाउँछु। हे निर्बुद्धि हो, बुद्धि प्राप्त गर, हे मूर्ख हो, समशक्ति प्राप्त गर। सुन, तिमीहरूलाई बताउनु पर्ने आदरणीय कुराहरू मसँग छन्। ठिक कुरा बोल्न म मेरो मुख खोल्छु। मेरो मुखले साँचो कुरा बोल्दछ, किनभने मेरा ओठले दुष्टता घृणा गर्दछ। मेरो मुखका सबै वचनहरू न्यायपूर्ण छन्। तिनीहरूमध्ये कुनै पनि बाङ्गोटिङ्गो छैन। विवेकशील व्यक्तिको लागि ती सबै उचित छन्। ज्ञान हुने मानिसको निम्ति ती खोटरहित छन्। चाँदीको सट्टा मेरो उपदेश उत्तम सुनभन्दा त बरु ज्ञान नै खोज। किनभने बुद्धि मानिकभन्दा बहुमूल्य हुन्छ र तैँले इच्छा गरेको कुनै पनि थोक त्यससँग तुलना गर्न सकिँदैन। म बुद्धि हुँ, सावधानीसित म बसोबास गर्दछु। मसँग ज्ञान र विवेक छन्। परमेश्वरको भय मान्नु दुष्टतालाई घृणा गर्नु हो। अभिमान, अहङ्कार, खराब चालचलन र भट्काउने कुराहरू म घृणा गर्छु। सरसल्लाह र उचित फैसला मबाटै हुन्छन्। मसँग समशक्ति र सामर्थ्य छन्। मद्वारा नै राजाहरू राज्य गर्छन् र शासकहरू उचित कानुन बनाउँछन्। मद्वारा नै राजकुमारहरू राज्य व्यवस्था चलाउँछन् र सबै उच्च अख्तियारवाला पृथ्वीभरि शासन गर्दछन्। मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु। मलाई खोज्नेहरूले मलाई भेटाउँछन्। मसँग वैभव र आदर, टिक्ने धन सम्पत्ति र समृद्धि छन्। मेरो फल निखुर सुनभन्दा उच्च छ। जे म उत्पादन गर्छु त्यसले असल चाँदीलाई उछिनिदिन्छ। म धार्मिकताको बाटो र न्यायको मार्गमा हिँड्छु। मलाई प्रेम गर्नेहरूलाई म धन सम्पत्तिले भरिपूर्ण पार्छु र म तिनीहरूका भण्डार भरिदिनेछु। परम प्रभुले सृष्टिको प्रारम्भमा नै मलाई सिर्जनुभयो। उहाँका आदिका सबै कामहरू भन्दा पहिले नै, अनन्तदेखि नै मेरो नियुक्ति भएको थियो। सबैभन्दा पहिले, संसार सुरु हुनुभन्दा पनि पहिले नै, महासागर नहुँदै मेरो जन्म भएको थियो। पानीले भरिएका खोला नालाहरू हुनुभन्दा अघि नै, पर्वतहरू आआफ्नो स्थानमा स्थापित हुनुभन्दा पहिले नै, उहाँले पृथ्वी वा यसका जमिन वा संसारका धुवाँको कण बनाउनु भन्दा अघि नै म सिर्जिएको थिएँ। उहाँले आकाशलाई त्यसको ठाउँमा बसाल्नुहुँदा र महासागरलाई क्षितिजले घेर्नुहुँदा म त्यहाँ थिएँ। उहाँले बादललाई आकाशमा स्थापित गर्नुहुँदा र महासागरका मूलहरूलाई तिनीहरूका स्थानमा दृढसँग बसाल्नुहुँदा, उहाँले समुद्रको सिमाना तोकिदिनुहुँदा, उहाँको आज्ञाभन्दा बाहिर नागी पानी नजानलाई र उहाँले पृथ्वीका जगहरू बसाल्नुहुँदा म एक कारिगर झैँ उहाँको छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्थेँ। उहाँको उपस्थितिमा निरन्तर आनन्दित भइरहन्थे। उहाँले बनाउनु भएको सिङ्गो संसारमा आनन्दित हुँदै म मानव जातिमा प्रसन्न रहन्थे। अब हे मेरा छोरा हो, मेरो कुरा सुन। तिनीहरू धन्य हुन् जसले मेरा मार्गहरू अपनाउँछन्। मेरो अर्ती सुन र बुद्धिमान हो, त्यसको अवहेलना नगर। त्यही मानिस खुसी हो जसले मेरो वचन सुन्छ, जो दिनहुँ मेरो ढोकामा निहालेर हेर्दै मेरो ढोकानेर पर्खिरहन्छ। किनभने जसले मलाई भेटाउँछ त्यसले जीवन पाउँछ र परमप्रभुको निगाह प्राप्त गर्छ। तर जसले मलाई भेटाउन चुक्छ त्यसले आफैलाई नोक्सानी गर्छ। मलाई घृणा गर्ने सबैले मृत्युसित प्रेम राख्छ। आमेन।